त किन याद गर्छु पक्कै मोरे कतिजना गाथी छाना छरमा चौकी हिरा पाखमा चौकी शिला पर्वतमा चौकी मेरो बनाई राजा बनाई देवी जगै जगै न्यौला यो कुण्डल मण्डलमा हिलाउँला कुण्डल मण्डलमा जगै न्यौला साथै कन्या देवीले जगै न्यौला मेरो बनाई जाउँदी गुरु सुनाई जाउँदी गुरु भिके जाउँदी गुरु रुमाले जाउँदी गुरु जगै ल्याउँला यो मण्डलमा गेलाउँदै तिमी त सै सत्यमा देवको सदमा तपाईँले धरतीमा त काली नाग सेती नागको सदमा बस्छन् मेरो कुलै राजा कुलै रानी साह्रै कन्या देवी हो जगै न्यौला तिमी त मेरो बना राजाको सदमा शान्ति घाटमा बस्छन् सानै सिकारीको सदमा शान्ति राज जगै ल्याउँला सफाको सीमा बस्छन् धर्म सभामा सप्त घाटमा बस्छन् तिमी त सप्त सिकारीको सदमा ल्याउँला पूर्वै ढोकामा बस्छन् सप्त कोशीमा खेलिन् मेरो बनाई राजा गुरु जगै सुन जाउँदी जगै जगै ल्याउँला यो मण्डलमा खेलाउँला झापा व्यापारी मोरङ सुनसरीमा बस्छन् सुन जाउँदी जगै जगै ल्याउँला कोटी कोटी जगै ल्याउँला सै बाजा खोली ल्याउँदी मेरो गुरु लामोसँग बस्छन् तिमी त पूर्वै ढोकामा बस्छन् पाती भर महाकाली जगै ल्याउँला पाती भरमा केटी सिंहमै सिंह गुरुले जगै ल्याउँला चियाबारीमा बस्छन् चौसाथी दिदी बहिनी जगै ल्याउँला Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
साथ गर्ने दिदी बहिनी तिमी कहाँ खेल्ने हो कहाँ चल्लीमा पर्यो यो जननीलाई किन दुःख दियौ त बोलेर आऊ तिमीलाई मान भाउ दिउँला तिमीलाई बस्ने ठाउँ दिउँला सही सत्यमा खोलेर आऊ तिमी देवी हो कि शिवजी महादेव हो कि तिमी सुन जाङ्गी बल जाङ्गी हो कि तिमी घरमा रोप घर बस्ने कुल देवता हो कि तिमी कहाँ चलेर आयो कहाँ खेलेर आयो कति वर्ष भयो कति महिना भयो यो जननीलाई छोडेको बोलेर आऊ त सत्यमा तिमी सही सत्यमा खोलेर आऊ तिमीलाई दुधको कुण्डा दिउँला सुनाको बैठकमा दिउँला सही सत्यमा बोलेर आऊ त तिमी शिवजी महादेव हो भने खोलेर आऊ तिमी को बोल त नानी खोलेर आऊ त नानी तिमी कहाँ खेलीमा पर्यो कहाँ चल्लीमा पर्यो तिमी किन दुःख दियौ त विशेष नाक हो कि भारी नाक हो कि नानीले छ तिम्रो कुण्डा मन्त्र तोता राउ खोलेर थाल्नु त किन म याद गर्छु पक्कै म याद गर्छु म याद गर्छु म याद गर्छु के पक्कै एकछिन पक्कै तर यहाँ पर्ने टाइम छ घरमा कहिलेदेखि आयो भने धेरै वर्ष भयो नाम चाहिँ भन्नु तेरो नाम चाहिँ भन्नु नाम चाहिँ कस्तो बिर्से के तेरो नाम चाहिँ किन भने त को नामै नभएर दुःख मात्रै नाम भन्नु पर्यो मरेर गएको छ त यहाँ कति धेरै मान्छे मरेर गएको को मरे भने माइलो ससुरा पर्ने छ के घरको त्यो पितृ बनेर आछ तेरो माइलो ससुरा पितृ बोल्नलाई त घर झुन्डेर मरेर रहेछ नि त पितृ बोलेर मरेको को छ भन्नु मान्छे झुन्डेर मरेर रहेछ नि त झुटो भन्छिस् अनि त्यसपछि तर घाँटीमा के छ त भन्यो होला नि थाहा छ मलाई अरु भन्नु पर्यो अरु यो घरको भाइहरू पनि दुई भाइ मरेछ दुई भाइ मरेछ यो घर एकजना झुन्डेर मर्यो त्यसको नाम भन्न मऱ्यो भने बित्तिकै त नाम भन्नु नसकेको को फलाना मरेको म फलाना पितृ हो भन्नु परेन लाज हुँदैन माइलो छोराको नाम के गणेश यो घरको माइलो छोरा गणेश हो क्या गणेशको त्यसपछि काइलो छोरा छ क्या यो घरको नाम के हो यो घरको काइलो छोराको नाम पख है म सम्झिन्छु के भाइ त मरेको हो नि त मरेको मान्छेको माइलो छोरा मर्यो कतिजना गाथे मलाई कतिजना गाथे मलाई पितृ बनेर आए कतिजना पितृ त बनेर आइस कतिजनाको मलाई कतिजना गाथे त मलाई नि धेरै गाथ्यो भन्न धेरै भन्नु भने यति जना ट्र्याक्टरमा गाथ्यो ट्र्याक्टरमा गएको थियो ट्र्याक्टरमा कतिजना त्यो मलाई नि झुठो बार्ने त बाई भएपछि तेरो झुठो कसले बारे झुठो उसको बाई चाहिँ हो सात रात तल यसरी राख्छु म सम्झिरहेको छु म को देखिस म कस्तो रहेछ थाहा पाइस् सक्छिस् खान्छिस् को बोला खान्छिस् यो घर मलाई थाहा छैन नि त मैले माइलो छोरो किन बुझेर मरेको मान्छेले बोलाउँछिस् त्यो ढुन्डेर मरेको हो नि त मरेको त हो नि उसको आत्मा किन बोलाएर रातको बाहिर खेल्न अब यो यहाँबाट हानेर ढाडमा निकालिने भने भनिन् न भने अब तिमी घरको दुःख तिमी नदिन्छ अबदेखि पछि त कालो घोडामा चढेर जाने तल हिँड्दै तल क्यामा लाग्यो बाँसको घारामा तल मारेर लाग्यो खाँदिन अब दिदिन नि त उतासित
खुट्टा पाइ तुलसी त दिनु